आज चाहिँ हामी माछा मार्न जाँदैछौँ। हेर्नु न, फेरि जङ्गल फेरि कत्रो ठुलो छ। बिस्तारै बिस्तारै जाँदैछौँ। जङ्गल फेरि गाडी नगाडी छ। फेरि हात्तीहरू पनि डरो आउँछ क्या यो जङ्गलमा। यो तराको जङ्गल हो। तरादेखि छिरेर धरानसम्म पुग्छ क्या यो जङ्गलबाट। हेर्नु फेरि पोखरी फेरि बिचमा छ, जङ्गलको बिचमा। यहाँ फेरि हात्तीहरू पानी खान, आल खेल्न आइरहेको हुन्छ। कति राम्रो छ हेर्नु नि, फेरि जङ्गल फेरि कति राम्रो छ। चरा चिया चिया गर्दैछ। यहाँ हामीहरू गइराखिन्छ कि कहिलेकाहीँ यसो टाइम पास गर्न गइराखिन्छ। अब माछा मार्नुको लागि गडेउला हाल्दैछौँ हामीले बल्छीमा। भरे सबै जोडेर हालिदिने हो यो बहिनीलाई। हाम्रोतिर यसरी नै मार्छ माछा चाहिँ। अर्को त आँटा हालेर पनि मार्छ के अरे। अब थाप्नलाई रेडी गर्दैछौँ। अब बल्छी अब यस्तै हो, ठुल्ठुलो बल्छीहरू किन्न सकिँदैन। अब सानो माछालाई त यसले नै हुन्छ कि। हाल्यो अब पानीमा। खाएको थियो तर परै पर्दैन कि, सानो माछा हो। सानो माछा फेरि खाने बित्तिकै तानिहाल्नुपर्छ। अब थाप्दैछु, हल्लाउँदैछ। हल्लाइरहेछ। चारो खाइसक्यो तर परेन। अब फेरि चारो हाल्नुपर्छ बल्छीमा। फेरि हाल्यो। खायो बल्ल पऱ्यो। हेर्नु नि, सानो खालको माछा हो कि। यस्तै मात्रै पर्छ, ठुलो माछा पर्दैन। दुईचोटि पऱ्यो। यति धेरै भयो माछा हेर्नु।